ए र फाइनलमा आयोजक ए र बनगाड एकदम भिड्दैछ दर्शकबिन। अब भने यहाँ खेल गम्से हुनेछ ल। आयोजक ए र बनगाडको हुँदैछ दर्शकबिन। यतापट्टि आयोजक ए छ भने उतापट्टि बनगाड है त। आज फाइनलमा कसले जित्छ फर्स्ट ल 2 दिन मात्रै। फर्स्टमा चाहिँ फर्स्ट कसले हान्छ है त। यतापट्टि देख्छौ आयोजक देख्न सक्छौ यतापट्टि भने उतापट्टि बनगाड एकदम खेल। अब देख्न सक्छौ हामी यहाँ कर्णाली प्रदेशका प्लेयरहरू उतापट्टिबाट यतापट्टि खुम खत्री हुनुहुन्छ कर्णाली प्रदेशका खेलाडी। यो खेल चाहिँ सलन जिल्ला कालीमाटी गाउँपालिका वडा नम्बर 4 मा मगर समाज राखेको गेममा चाहिँ यहाँ चाहिँ 9 टिम सहभागी भएका थिए। जेठ 28 गते राखेको गेम चाहिँ आज 29 गते चाहिँ सकिएको छ। अब लास्ट गेम है त। त्यसै गरी टेनिसमा भने बनगाडका यति बेला भने भरत कर्णाली प्रदेश कालीपटरबाट कोर्टमा स्वतःस्फूर्त विवादित रहित ढङ्गले हामीले खेल सञ्चालन गर्न गइरहेका छौँ। सुमन खत्री सुमन खत्री हो भने टाइगर अब आफ्नो पोजिसन देखाउनु होला। बनगाडले खाता खोलिसकेको छ। त्यसै गरी आजकल पनि खाता खोलिसकेको छ। निकै राम्रो सत्कार गरेर बनगाड सुपेन्टीका खेलाडी साथीले 1 पोइन्ट थपेर 2 बाउन्ड भएको छ भने आयोजक 1 रहेको छ। यति बेला टेनिसमा जीवन साई हुनुहुन्छ। निकै राम्रो बल थियो। आयोजकका खेलाडी साथी 1 पोइन्ट थपेर 2 बाउन्ड भएको छ भने बनगाड सुपेन्टी पनि 2। यति बेला भने खुम खत्रीबाट राम्रो प्लेस नम्बर 14 सफल आयोजक। आयोजक तर्फ हुन पुगेको छ यसको फाइदा आयोजकलाई 1 पोइन्ट थपेर। चान्स बल आयोजकलाई राम्रो स्पाइक खुम खत्रीबाट आयोजकबाट। आयोजकका खेलाडी साथी 1 पोइन्ट थपेर 4 बनाउनु भएको छ भने बनगाड 2 रहेको छ। यो पहिलो सेट चाहिँ 4-2 नम्बर भने पवन थापा बल आउट हुन पुग्यो। यसको फाइदा रहेको छ आयोजकतर्फ 1 पोइन्ट थपेर 5 भएको छ भने उतापट्टि देख्न सक्छौँ हामी राम्रो स्पाइक पवन थापाबाट। निकै राम्रो सत्कार गरेर बनगाडका खेलाडी साथीले 1 पोइन्ट थपेर 3 बनाउनु भएको छ भने आयोजकतर्फ रहेको छ 3-5। त्यतिकै बचाउ बनगाडबाट पवन थापा। सङ्केत अनुसार बल हुन पुगेको र यसको फाइदा रहेको छ आयोजकतर्फ 1 पोइन्ट थपेर 6 भएको छ भने बनगाड सुपेन्टीतर्फ रहेको छ 3। निकै राम्रो पावरफुल स्ट्राइक
गरेर भन्दा कुरेका साथीले एक मिनेट थपेर 4 बनाउनु भएको छ भने आयोजक तर्फबाट 6-4-6 मात्र 2 पोइन्ट अग्रता आयोजक तर्फ निकै राम्रो प्लेस गरेर आयोजकको प्लेस साथीले फेरि गरे एक मिनेट थपेर 7 बनाउनु भएको छ भने बनगढ क्रिकेट तर्फबाट 30-4 निकै पावरफुल स्ट्राइक यहाँ बल आउट हुन पुग्यो यसको फाइदा रहेको छ आयोजक तर्फ एक पोइन्ट थपेर 8 भएको छ भने बनगढ तर्फबाट 4 राम्रो स्पाइक पवन थापाबाट हेर्न सक्छौ कर्णाली प्रदेशका प्लेयर पावरफुल शट पार गरेर बनगढका खेलाडी साथीले एक मिनेट थपेर 5 रन भएको छ भने आयोजक तर्फबाट छ राम्रो स्पाइक त्यतिकै आयोजकबाट ईश्वरबाट बनगढ तर्फबाट छ राम्रो स्पाइक तर चेक आउट तर ब्लक आउट हुन पुगेको फाइदा रहेको छ बनगढ तर्फ एक पोइन्ट थपेर 7 बनाउनु भएको छ भने आयोजक तर्फबाट 9 राम्रो स्पाइक दिन सक्छौ आयोजकका खेलाडी प्रेम पुनबाट 10 बनाउनु भएको छ भने बनगढ तर्फ रहेको छ 10 छ 7 पोइन्ट अग्रता आयोजक राम्रो चेक जीवन साईको कुम खत्रीबाट बनगढ तर्फ रहेको छ 11-6 मात्र 5 पोइन्ट अग्रता आयोजक जीवन साई राम्रो स्पाइक दिन सक्छौ जीवन साईले उत्कृष्ट स्पाइक देखाउने नम्बर तोड्न सफल दिन सक्छौ अहिले भने खेल एकदम गम्सा गम्सी प्रदेश प्लेयरका यतापट्टि विपक्षी कोटमा हुनुहुन्छ संकेत अनुसार नेट फेल हुन पुगेको जानकारी भइसकेको छ हामीलाई यसको फाइदा रहेको छ आयोजक तर्फ 1 पोइन्ट थपेर 12 भएको छ भने राम्रो स्पाइक ज्ञानेन्द्रबाट साथीले 1 पोइन्ट थपेर 8 बनाउनु भएको छ भने यो आयोजक तर्फ रहेको छ 12 निकै राम्रो सर्भिस थियो बल कट्न सफल भएको फाइदा रहेको छ आयोजक तर्फ 1 पोइन्ट थपेर 13 भएको छ भने बनगढ तर्फ रहेको छ निकै ठुलो खेलाडीबाट बल झिकिन पुग्यो यसको फाइदा रहेको छ बनगढ तर्फ फाइदा रहेको छ बनगढ तर्फ 1 पोइन्ट थपेर 9 रन भएको छ भने आयोजक तर्फ रहेको छ 13 वाओ भाई जोश जागरका साथ गोल लिन खोजेको तर पनि अब असफल भएको फाइदा रहेको छ बनगढ तर्फ 1 पोइन्ट थपेर 10 बनाउनु भएको छ भने राम्रो स्पाइक निकै राम्रो पावरफुल शट पवन थापाबाट 11 बनाउनु भएको छ भने आयोजक तर्फ रहेको 13 मात्र 2 पोइन्ट अग्रता आयोजक चान्स बल बनगढलाई राम्रो स्पाइक निकै राम्रो पावरफुल शट सङ्गमबाट बनगढका खेलाडी साथीले फेरि पनि 1 पोइन्ट थपेर 12 बनाउनु भएको छ भने आयोजक 13 अहिले 13 राइट हुन पुग्यो यसको फाइदा रहेको छ आयोजक तर्फ 1 पोइन्ट थपेर 14 भएको छ भने बनगढ तर्फ रहेको छ 12 मात्र 2 पोइन्ट अग्रता आयोजक
निकै घम्साघम्सीको खेल भइरहेको छ यहाँ दुवैतर्फ राष्ट्रिय खेलाडी साथीहरू हुनुहुन्छ एकदम राम्रो स्पाइक सङ्गमबाट भनगढका खेलाडी साथीहरू एक पोइन्ट थपेर 13 मा भएको छ भने आयोजकका फरक 14 निकै कम्पिटिसनको गेम भइरहेको छ यहाँ बल आउट हुन पुग्यो यसको फाइदा रहेको छ आयोजकतर्फ एक पोइन्ट थपेर 15 भएको छ भने बनगाडतर्फ रहेको छ 13 राम्रो स्पाइक निकै पावरफुल शट यति बेला भने आयोजक बलक जाने झुकिएको छ लिफ्टर भने यस्तो हुनुपर्छ रहेको छ देख्न सक्छौ कर्नल परेशका लिफ्टरले एकदम झुक्काएर खेलाएका छन् यति बेला बल गर्न सकेन पवन थापाबाट निकै राम्रो पावरफुल सर्भिस थियो यहाँ सर्भिस असफल हुन पुग्यो फाइदा रह्यो आयोजकतर्फ एक पोइन्ट थपेर 16 भएको छ भने बनगाडतर्फ रहेको छ 14 मात्र 2 पोइन्ट अग्रत आयोजक निकै राम्रो लब्धी चान्सले कट्यो बल यसको फाइदा रहेको छ आयोजकतर्फ आयोजक फेरि गरेको थपेर 17 भएको छ भने बनगाडतर्फ रहेको छ 14 मात्र 3 पोइन्ट अग्रतमा जीवन छैको पालो हेरे निकै राम्रो चलाकी पुनः भर्न खोजेको यहाँ उहाँको कोसिस चुक्न पुग्यो यहाँ फाइदा रहेको आयोजकतर्फ निकै राम्रो पावरफुल स्ट्राइक गरेर फेरि पनि बनगाडका खेलाडी एक पोइन्ट 15 भएको छ भने आयोजकतर्फ 15 मात्र 3 पोइन्ट अग्रता आयोजक निकै राम्रो खाली ठाउँ भर्दै हुनुहुन्थ्यो तर पनि बल आउट हुन पुग्यो यसको फाइदा रहेको छ बनगाडतर्फ एक पोइन्ट थपेर 16 भएको छ भने आयोजकतर्फ रहेको छ 16 निकै राम्रो पावरफुल शट पार गरेर आयोजकका साथीले एक पोइन्ट थपेर 19 ठाउँ भएको छ भने बनगाडतर्फ रहेको छ 16 निकै राम्रो पावरफुल शट पार गरेर बनगाडका खेलाडी साथीहरू 17 बल भएको छ भने आयोजकतर्फ रहेको छ 19 बनगाडका खेलाडी साथीहरू फेरि पनि एक पोइन्ट थपेर 18 भएको छ भने आयोजकतर्फ रहेको छ 19 एक पोइन्ट अग्रता निकै राम्रो पावरफुल स्ट्राइक गरेर फेरि पनि आयोजकका खेलाडी साथीले एक पोइन्ट थपेर 20 बनाउनु भएको छ भने बनगाडतर्फ रहेको छ 18 मात्र 2 पोइन्ट अग्रता आयोजक दोनों तरफ बराबरी है बहुत मजा आता है यार निकै राम्रो सर्भिस थियो यहाँ उहाँको सर्भिस आउट हुन पुग्यो यसको फाइदा रहेको छ आयोजकतर्फ एक पोइन्ट थपेर 21 भएको छ भने बनगाडतर्फ रहेको छ 19 बनगाडका खेलाडी साथीहरू फेरि पनि एक पोइन्ट थपेर 20 बनाउनु भएको छ भने आयोजकतर्फ रहेको छ 21 केटा आथे भयो आयोजकका खेलाडी साथीहरूले फेरि पनि 1 नम्बर सुकुन भएको छ यसको फाइदा रहेको छ निकै राम्रो शट पार गरेर फेरि पनि बनगाडका खेलाडी साथीहरू एक पोइन्ट थपेर 22 बनाउनु भएको छ भने आयोजकतर्फ रहेको छ 21 एक पोइन्ट अग्रता बनगाड बनगाडका खेलाडी साथीहरूलाई फेरि पनि 1 पोइन्ट प्लस भएको छ 23 हुन पुग्यो भने उहाँको आयोजकको रहेछ
आयोजकका खेला साथीहरूले एक पोइन्ट थपेर 22 रन भएको छ भने बनगाड सफल रहेको छ 23 एक पोइन्ट अग्रता बनगाड बनगाडका खेला साथीहरूले एक पोइन्ट थपेर 24 रन भएको छ भने आयोजकतर्फ रहेको छ 22 दोस्रो सही पहिलो गेम थाहा भएको छ बनगाड पहिलो 25 को प्रतिद्वन्दी 22 मा उहाँहरूले पराजित हुनुभएको छ एकदम राम्रो प्लेस बनगाडका खेलाडी हेर फेरि हेर्थे अत्यन्तै राम्रो स्पाइक जीवन साईबाट क्विक भन्थे देख्न सक्नुहुन्छ पवन थापाबाट एकदम राम्रो स्पाइक जीवन साई नेक्स्ट जीवन साईले नम्बर जान सफल टेनिसमा जीवन साई बल आउट राम्रो स्पाइक आयोजकबाट खुम खत्रीबाट 20-21 जीवन साई अत्यन्तै राम्रो डिफेन्स राम्रो स्पाइक राम्रो खुमबाट
आयोजक 22 बनगाड 22 नम्बर भने 22 बराबर 5औं सेटमा कस जितलाल 2 सेट बनगाडले हात पारिसकेको छ बनगाड 23 आयोजक 22 23 है नम्बर बनगाड 24 आयोजक 22 त्यसै गरी बनगाडले जितेको छ फर्स्ट भने सेकेन्ड आयोजक है त परेशका खेलाडीले फर्स्ट लगेका छन् देख्न सक्छौँ यहाँ अगाडि पवन थापा त्यसै गरी ज्ञानेन्द्र त्यसै गरी भरत त्यसै गरी त्यहाँ हुनुहुन्छ हिमाल त्यसै गरी जीवन साई त्यसपछि हुनुहुन्छ सङ्गम देख्न सक्नुहुन्छ 4 जना चाहिँ यहाँ परेशका खेलाडी आउनुभएको थियो र फर्स्ट हात पार्नु भइसकेको छ आजको गेम चाहिँ यति नै अन्त्य